हेलो गाइज गुड मर्निङ र म र साथी आएको छु। आज चाहिँ के गर्नु भन्दै होइन, आज गाडीको पूजा गर्न आइरहेछ हामी। गाडीको पूजा गर्नु आइरहेको छु अनि यहाँ पण्डितलाई चाहिँ भन्नु आएको र सबै सामान चाहिँ हामीले किनिसक्यो है। किनिसकेको छु, अब पण्डितलाई पर्खिरहेछु हो। पण्डितलाई पर्खिरहेको छु फिलहाल। अहिले हामी चाहिँ छु गणेश टकमा। अन्त यो गणेश टकमा चाहिँ पहिला म पूजा गर्नु आउँदाखेरि चाहिँ मैले तल चाहिँ थारलाई पूजा गर्दै रहेछ नि त। अन्त मैले चाहिँ मनमा नै के भनेको थिएँ भन्दाखेरि जब मेरो गाडी किन्छु त्यो दिनमा चाहिँ म यही मन्दिरमा आएर चाहिँ पूजा गर्छु भनेर चाहिँ मैले भनेको थिएँ। पूजा प्रमिस आज अब पुरा पनि भयो अनि भगवान्ले पुरा पनि गरिदिनु भयो र अझै धेरै राम्रो होस्, राम्रो हुँदै जाओस् र सबै कुरोमा दिमागहरू खोलोस् होइन, नराम्रो चिज केही नहोस्। अनि त्यसै कारण चाहिँ आज हामी यहाँको पूजा गर्नु हो। धन्यवाद दिन आएको, भगवान्लाई धन्यवाद दिनु र धेरै अब सोचाइहरू पुगेको छ अनि यहाँ पण्डितलाई भन्नु जानुपर्छ। चौखट पे चल के आज चारों धाम आए हैं, बजाओ ढोल स्वागत में मेरे घर राम आए हैं। कथा शबरी की जैसे जुड़ गई मेरी कहानी से, न रोको आज धोने दो चरण आँखों के पानी से। बहुत खुश साथीको नयाँ गाडी हेरेर सब पूजा गर्नुपर्छ आज। बोक्नु न, अहिले ढिक्की खोल्नु न, ढिक्की खोल्नु। इन्जिनको पूजा गर्नु अरे नि पहिला, यहीँमा राख्दा भयो नि माथि। पूजा नगर्नु, इन्जिनको पूजा आउँदैछ पण्डित। यो हो नयाँ गाडी साथीको। साथीलाई धेरै धेरै बधाई छ, अझै उन्नति गर्दै जाओस्। हाम्रो यहाँ साथी सबैजना आएको छ। मैले पहिला आउँदा यहाँ थार पूजा गर्दै रहेछ कि म यहाँ गाडी किनभने चाहिँ यहीँ पूजा गर्छु भनेर गणेश गुम्पा, गणेश टक बोल्नु बोलाउनु हो, बोल्ने भयो के गरेर बोल्यो सबै सबै भयो। सेन्सरको परेन सेन्सरको पऱ्यो 30 पो सुन्थ्यो। के उसले गर्दैछु मेरो गरिदिन्छ अहिले पठाइ। अझै गर्दा भिडियो नरनको नाममा अब डिपेन्ड ल अब ल फुटाउनु अब यो त टायरमा पनि ल चक्कामा छिटो छिटो तुरिसक्यो। हो त्यही भएर गाडी किनेर एक्सपिरियन्स भइसक्यो।
यो नरिवलको रस जस्तै मेरो पुरा कनेक्सन भइनुहोस् भनेर फर्स्टमै चडक्कै देख्ने पर्यो सबै गरेको नै हुन्छ नरिवलको पानी जस्तै मेरो कनेक्सनहरू फैलोस् मलाई थाहा पनि रिजर्भहरू भन्यो भावना त्यहीँ जोड्नु पर्यो त्यहाँनिर टुरिस्टले त मलाई मात्रै मन पराओस् कति मेरो गाडी अरूको 3500 किन इट नै देऊ उहिल्याउनु अझै हुन्छ कहाँ ल कता राख्यो देऊ न 800 भयो अझै 2 किलो ल है पूजा भयो यहाँ हो अब प्रसादहरू सबै चढाइयो अन्त मैले पण्डितलाई 1000 रुपियाँ दियो दाल हालिदिनु न अब उसमा 1000 रुपियाँ दियो सबै पूजाको सामानहरू किन्यो सबै गरेँ